ल यसमा चाहिँ के भनेको छ भने हाम्रो यसमा चाहिँ लागत फलान यति छ, टिसी बराबर यति छ, हाम्रो माग भने चाहिँ हाम्रो यति छ, डिमान्ड फंक्सन यति छ। अब यसको मूल्य पत्ता लगाउनु पर्ने हुन्छ, उत्पादन र मूल्य पत्ता लगाउनु पर्ने हुन्छ। अब ल सुरु गरौँ है। छाया देखियो होला, अब लाइट बालेर पढ्नु पर्ने हुन्छ, छाया त देखियो होला, त्यसलाई इग्नोर गर्नु। अब हाम्रो गिभन लेख्नु पर्ने हुन्छ, गिभन। अब क्वेसनमा के छ, कस्ट फंक्सन हाम्रो कति छ, टिसी बराबर हावाले फ्यान पनि खुल्ला, त्यसपछि 100 हाल्यो कि क्यामेरा। ल अब हाम्रो कति छ, 100 + 12 क्यु। त्यसपछि हाम्रो कति छ, त्यसपछि हाम्रो डिमान्ड फंक्सन कति छ, हाम्रो डिमान्ड फंक्सन हाम्रो पी बराबर हाम्रो यो क्या नि होला, भएन कि के राखौँ इच्छा होइन। अब हाम्रो यहाँ कति छ भने हाम्रो यहाँ कति छ, माथि क्वेसनमा हेर्नुपर्ने हुन्छ, 200 - 8 याद छ, उडायो कि के गरौँ, रुक्नु है, अचम्म उडाउनु है, क्यालकुलेटर हालेँ ल। अब हाम्रो कति छ, हाम्रो अब यहाँ के भन्नुपर्ने हुन्छ, फर्मुला लेख्नुपर्ने हुन्छ। फर्मुला अब तिमीहरूलाई थाहा हुनुपर्छ, फर्मुला एमसी बराबर डिटिआर अपन डिक्यू, टिआर भनेको छु सरी, कति हुन्छ, D100 + 12 Q2 अपन डिक्यू हुने भयो। अब हाम्रो यहाँ टी भनेको 100 हुने भयो, अपन डिक्यू है यहाँ प्लस 12 डिक्यू अपन डिक्यू2 भयो। अब 0 + 24 क्यू भयो, अब 24 क्यू आयो यहाँ। अब हाम्रो टिआर निकाल्नु पर्ने हुन्छ, रेभेन्यू हाम्रो पी इन्टु क्यू हो फर्मुला। पी भनेको हाम्रो यहाँ कति छ, 200, आखिर 200 छ, 200 - 8 क्यू, अब फेरि क्यू गर्नुपर्ने हुन्छ, अब गुडान गर्नुपर्ने हुन्छ, 2 क्यू सरी 200 - 8 Q2 यो भयो। अब एमआर पत्ता लगाउनु पर्ने हुन्छ, मलाई यहाँ ठिक छ। यहाँ हाम्रो एमआर पत्ता लगाउनको लागि हाम्रो फर्मुला के हो, डिटिआर अपन डिक्यू, यही अन्यकै हो। अब यसमा डी भनेको 200 क्यू, यो टिआर यहाँ लेख्नुपर्ने हुन्छ, माइनस अब 8 क्यू भयो, 8 क्यू भयो, 2 छ, डिक्यू। अब यता जानुपर्ने हुन्छ, ठाउँ यही हो कि त। अब यता जानको लागि हामीले के गर्नुपर्ने हुन्छ भने, अब अन्यकै फर्मुला लाग्छ कि 200 डिक्यू अपन डिक्यू माइनस 8 डिक्यू2 अपन 200 भनेपछि 200 केही छ यहाँ, 2 छ, छैन, 200 × 1 माइनस 16 भने 8 × 16 भयो 2। अब यसमा कति भयो, 200 - 16 भयो। अब हामीले अर्को लेख्नुपर्ने हुन्छ, नबुझी कमेन्ट गर्नु, म फेरि भिडियो ल्याउने छु अर्को। हामीले अब इक्जामको लागि फोकस गर्दा छिटो गर्नुपर्ने हुन्छ।
अक्षर केही भयो भने नभनिदिनु होला। एमसी 200 हामीले मैले पनि पढ्नुपर्छ, म पनि बोर्ड इक्जाम दिँदैछु। 200 बराबर मैले पढेको कुरा साथीहरूले होस् भनेर हो। ल हामीले के गर्नुपर्ने भयो, 200 भयो बराबर कति भयो 40 क्यु भयो। 5 आउँछ कि 5 हो कि 5 हो 5 अपन क्यु। अब यति निकालियो। अब यति निकालेपछि हामीले त के निकाल्न, प्राइस निकाल्न भनेको छ। प्राइसको लागि हाम्रो सूत्र भन्नाले हाम्रो यहाँ प्राइसको कति दिएको छ माथि हेर्नुपर्ने हुन्छ। अब जस्तै पी बराबर हाम्रो 200 माइनस 8 क्यु छ नि त। 200 भयो माइनस 8 इन्टु प्राइस भनेको 5 कति भयो, 200 माइनस 8 इन्टु 5 कति हुन्छ, 40 नै होला। 40 अब कति 160 आयो। ल यही हिसाब तपाईँहरूले बुझ्नु भएको छ कि छैन। यो चाहिँ हाम्रो 5 नम्बरमा सोध्ने क्वेसन हो। कति अब इम्पोर्टेन्ट छ, एकदम इम्पोर्टेन्ट छ। प्राइस मोडल क्वेसन भने प्राइसवाला सोधेको छ। ल सम्पूर्णले यो क्वेसन एकचोटि चेक गर्नु होला। मैले यो क्वेसनको फोटो पनि हाल्नेछु। ल ओके बाई।